मेरो पनि ठिकै छ। हाम्रो रिलेसन भएको धेरै वर्ष भइसक्यो। हामी अब छिटै विवाह गर्ने हैन? हुन्छ, अब तिम्रो इच्छा भने मेरो नि इच्छा। तिम्रो इच्छा छ भने म तिमीलाई भोलि नै लिनलाई आउँछु। हुन्छ। बुबा म विवाह गर्नु पर्यो। विवाह गर्छु। हे छोरा, तेरो अहिले विवाह गर्नु मेरो भएको छैन। तैँले विवाह गर्नु हुँदैन अहिले। तैँले हेर बिचमा कटेको छैन सर अहिले। अहिले तैँले विवाह गर्नु मेरो भएन। तेरो साथी खोइ? हाम्रो राजी खुसी भइसक्यो। मेरो केटी पनि छ। हामी चाँडै विवाह गर्ने। होइन, यहाँ के हुँदैछ? हेर नि हो, अहिले नै बिहे गर्नु भन्छ यो साले। अहिले बिहे हो, अहिले बिहे गर्नु हुँदैन। हेर छोरा, अहिले बिहे गर्नु हुँदैन। अहिले बिहे गरेमा दुःख पाइन्छ। 20 वर्ष कटेपछि तैँले जुन केटी भन्छस् त्यही केटीसँग बिहे गरिदिन्छौँ हामी। अहिले सरासर पर जागिर खा अनि आफ्नो खुट्टामा आफै उभि अनि तेरो हाम्रो बिहे गरिदिन्छौँ। भए पनि विवाह गर्छु। हे केटा, त्यस्तो भन्नु मिल्दैन। तँलाई यहाँ बस, म सिकाउँछु। त अहिले कति वर्ष भइस् रे? म 13 वर्ष भएँ। अनि तेरो बिहे गर्ने उमेर हो? हो। अच्छा, तेरो बिहे गर्ने उमेर अहिले होइन। हेर, तैँले अहिले बिहे गरिस् भने तँलाई बाल विवाह मुद्दा लाग्छ। हेर र सुन, अनि तिम्रो रिलेसनमा बसे कति महिना भयो? कति वर्ष भयो? 2 वर्ष भयो। ए यस्तो, मलाई त थाहै छैन त। नि मेरो गर्लफ्रेन्डको नाम सृष्टि हो। अच्छा, बोला लाज लाग्यो तँलाई? तेरो गर्लफ्रेन्ड बोला। हेलो सृष्टि। हेलो सृष्टि। यही हो मेरो गर्लफ्रेन्ड। ए यस्तो, अनि भन नानी, तिमीसँग बोले कति भयो? ए कहाँ गएछ कान्छो? ए कान्छो, कान्छो, ए कान्छो, कहाँ गएछ? के हो दाइ? हेर्नु अहिले नै बिहे गर्ने भएको थियो। यति सानो उमेरमा बिहे गर्ने हो? अब यति सानो उमेरमा बिहे गर्ने हो? म बिहे गर्छु काका। मेरो केटी पनि राजी खुसी भइसक्यो। तँ अहिले कति वर्ष भइस्? 13 वर्ष भएँ। अनि तेरो गर्लफ्रेन्ड चाहिँ कति वर्ष भयो? गर्लफ्रेन्ड 12 वर्ष भयो। तिमीहरूको यो बिहे गर्ने उमेर यति हो? 20 वर्ष कटेपछि विवाह गर्नुपर्छ। अहिले बिहे गऱ्यो भने पाल्नु त लाग्छ। अहिले बिहे गरेर तेरो आर्थिक कमजोरी हुन्छ। अहिले बिहे गर्ने त अशिक्षित हुन्छस्। अहिले कतिमा पढ्छस् त? म 9मा पढ्छु। 9मा पढ्ने मान्छेले अहिले विवाह गर्ने हो? 12 क्लियर गर अनि पढ। विवाह गर। कम्तीमा पनि 12 पढ। 20 वर्ष पढ अनि विवाह गर। हामी आफै बिहे गरिदिन्छ तेरो। जुन चाहिँ भन्छस् त्यही केटीसँग।
ए कान्छी कहाँ हो आऊ बाल विवाह गर्नु हुँदैन बाल विवाह गर्दा कानुनी लाग्छ त्यही त भनेकै मान्दैन यो मैले भनेको अहिले बे गरिस् भने अशिक्षित हुन्छस् त हेर केटा आर्थिक कमजोरी हुन्छ र स्वास्थ्यमा हानि पहुँच पुर्याउँछ हेर तैँले अहिले त रुइस अहिले त तेरो गएको जस्तो आँसु झऱ्यो त अशिक्षित हुन्छस् भने तेरो बाल बच्चालाई के शिक्षा दिन्छस् तैँले हो कि भन्छ केटा होइन होइन भन्छ यो त ए है ए छोरी यता आऊ कहाँ छौ तिमी तिम्रो दाइ के भन्दैछ हेर त के भो मम्मी दाइलाई दाइ हेर न सानै उमेरमा बिहे गर्छु भन्छ दाइ यति सानो उमेरमा विवाह गर्नु हुँदैन बाल विवाह गरेमा कानुनी सजाय लाग्छ सानै उमेरमा बिहे गर्नु हुँदैन तपाईँको छोराछोरी सानै हुन्छन् आर्थिक अवस्था पनि कम छ हामीसित यति धेरै पैसा पनि छैन तपाईँको बिहे गरिदिनको लागि त्यही पनि ए सर कता हुनुहुन्छ यता आउनुहोस् न तपाईँले शिक्षा कस्तो दिनुभयो तपाईँको विद्यार्थी त हेर्नु त अहिले बे गर्छु भन्छ त्यो केटो तपाईँले के सम्झाउनुहुन्छ अब के गर्नुहुन्छ तपाईँले कस्तो के गर्नु